असत्यमाथि सत्यको विजयको पर्व शुभ विजयादशमी 2071 को पावन उपलक्ष्यमा यस canada.nepal.net विजिट गर्ने समस्त आदरणीय नेपाली मनहरूमा शान्ति, समृद्धि र सुस्वास्थ्यको मङ्गलमय शुभकामना। अथवा प्लवंग संवत्सर दक्षिणायन शरद ऋतु आश्विन शुक्ल पक्ष एकादशी तिथि रहेको छ। रात्रिको 1:45 उपरान्त द्वादशी तिथि, श्रवण नक्षत्र साँझको 4:30 उपरान्त धनिष्ठा नक्षत्र, शुक्रमा योग प्रातः 6:19 उपरान्त धृति योग र रात्रिको 3:14 उपरान्त शूल योग। वणिजकरण दिउँसो 2:57 उपरान्त भद्राकरण रहेको छ। रात्रिको 1:45 त्यसपछि भवकरण। आनन्द आदिमा स्थिर योग, चन्द्रमा मकर राशिमा र रात्रिको 3:40 उपरान्त कुम्भ राशिमा। काठमाडौँमा सूर्योदय बिहान 5:58 भएको थियो। उपरान्त द्विपुष्कर योग पनि भरेको छ। र मुहुर्त विचार गरौँ शनिबार धेरै काम क्रियाकलापलाई अलिक कमजोर बार हो। एकादशी तिथि पनि सामान्य मात्र रहेको छ र श्रवण नक्षत्र यो नक्षत्र भने विशेष काम क्रियाकलापलाई अनुकूल छ। दिनको 4:30 उपरान्त आरम्भ हुने धनिष्ठा नक्षत्र पनि फलदायी छ र चन्द्र राशिका आधारमा अलिक कमजोर दिन भए पनि नक्षत्रका आधारमा आज यात्रा लगायत अन्य कामहरू गर्नलाई शुभ हुनेछ। तथापि सम्बद्ध मुहुर्त समय समेत विचार गरेर यात्रा सुरुवात गर्दा फाइदा हुनेछ। यो जानकारी पछि अबलाई पालो रहेको छ राशिफलको। मेष राशि। आज मेष राशिलाई आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। सामाजिक कामको दायित्व बढ्नेछ। भूमि वाहन र पैतृक सम्पत्तिबाट लाभ उठ्ने योग छ। दाम इनाम र प्रतिष्ठा कमाउने बेला छ। व्यापार व्यवसायमा प्रशस्त फाइदा हुनेछ। माता पिताको सहयोग प्राप्त हुनेछ। घरायसी खर्च पनि अलि बढ्नेछ तापनि अरूलाई खुसी तुल्याएर काम सम्पादन गर्न सकिनेछ। वृष राशि। वृष राशिलाई आज सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ। रोकेका काम समेत सम्पादन हुनेछन् र नयाँ काम अनि विशेष जिम्मेवारी हात पार्ने मौका छ। सेवा भावले गरिएका क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ। पढाइ लेखाइमा पनि प्रगति हुनेछ। सुखद समाचार सुन्न पाइनेछ। परिश्रमको प्रतिफल राम्रै पाइने योग छ र धर्मकर्म वा मङ्गलमय कृत्य सम्पादन गर्ने योग पनि रहेको छ। साथै तीर्थाटन समेतको योग रहेको छ। मिथुन राशि।
मिथुन राशिलाई आज विगतका समस्या बल्झिन सक्छन्। सानोतिनो काम र घरेलु समस्यामा पनि अल्झनु पर्ने देखिन्छ। मिथ्या भ्रमणमा समय बित्न सक्छ। स्वास्थ्यगत समस्याले पनि अलि सताउने योग छ। उपचारमा खर्च हुन सक्छ र विद्यामा कमजोरी अनि लेनदेनमा केही विवाद बढ्ने सम्भावना छ। प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन्। यस्तै गरी इष्टदेवको पूजा उपासना गर्नाले यहाँलाई विशेष फाइदा पुग्ने देखिन्छ। कर्कट राशि। कर्कट राशिलाई व्यापार व्यवसायमा विशेष लाभ उठाउन सकिन्छ। सन्तान वा सहयोगीहरूले पनि प्रसन्नता दिलाउनेछन्। तुला राशि। तुला राशिलाई आज परिवारजन तथा बन्धु बान्धव बीच आत्मीय भाव बढ्नेछ। भूमि वाहन तथा मातृधनबाट लाभ उठाउन सकिने समय छ। बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई पनि सुधार गर्ने मौका छ। महत्वाकांक्षी योजना फलीभूत हुनेछन्। काममा मातापिताको सहयोग प्राप्त हुनेछ। कृषि उपायबाट लाभ मिल्नेछ। नयाँ काममा हात हाल्ने समय छ। स्थायी सम्पत्ति जोड्ने समय पनि रहेको छ। वृश्चिक राशि। वृश्चिक राशिलाई आज नयाँ काममा हात हाल्न सकिने समय छ। सहयोगीहरूले समेत साथ दिनेछन् र उत्साह पनि बढ्नेछ। प्रशस्त धन आर्जन गर्ने मौका छ। उद्योग तथा व्यापार व्यवसायमा सामान्य फाइदा मिल्नेछ। पुरानो समस्या समेत सुल्झाउने समय रहेको छ। दाम्पत्य सम्बन्धमा केही असमझदारी बढ्न सक्छ। कृषि तथा पशुपालनमा खर्च बढ्नेछ। प्रतिस्पर्धा पछि लाभ उठाउन सकिने योग छ। धनु राशि। धनु राशिलाई पठन पाठनमा प्रगति हुनेछ। विशेष हुने योग छ। यस्तै विचारले धेरैलाई नै आकर्षण गर्ने समय रहेको छ र प्रशंसकहरू पनि बढ्नेछन्। सहयोगीहरूले काममा राम्रै साथ दिनेछन्। विगतको श्रमबाट प्रशस्त धनलाभ मिल्नेछ। रोकिएका धेरै काम सम्पादन हुनेछन् र समग्रमा तपाईलाई प्रसन्नताको समय छ। मकर राशि। मकर राशिलाई विशेष भेटघाट र विभिन्न उपहार हात लागि हुने समय छ। आत्मविश्वास बढ्नेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। पारिवारिक जमघटमा मन रमाउनेछ। स्वादिष्ट भोजनको आनन्द समेत मिल्नेछ। स्वास्थ्यमा आरोग्य र कामबाट फुर्सद मिल्ने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका धेरै काम सम्पादन हुने र नयाँ काम पाइने योग छ। कुम्भ राशि। कुम्भ राशिलाई आज केही मात्रामा खर्च बढ्नेछ तर दिगो फाइदा दिने काममा लगानी गर्ने मौका छ। चुनौतीका बावजुद नसोचेको काम सम्पादन हुन सक्छ र बिस्तारै लाभ पनि मिल्नेछ। छरछिमेकमा केही असमझदारी बढ्ने योग छ। अलि प्रतिस्पर्धा गर्नु परे पनि अन्ततः विजय तपाईकै हातमा भावना देखिन्छ। मीन राशि। मीन राशिलाई आज धेरै श्रमपछि तत्काललाई कम मूल्य पाइने देखिन्छ तापनि आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हात लागि हुने योग छ। आज स्थायी भन्दा अस्थायी पेशाबाट फाइदा हुने देखिन्छ। आँटेका काम बीचमा अलि अवरुद्ध बन्न सक्छन्। भएको आम्दानी र सञ्चित रकम समेत खर्च गर्नुपर्ने बाध्यता आइलाग्न सक्छ। लगानीको तुलनामा कम मात्र लाभ देखिए पनि आजको प्रयत्नबाट दिगो फाइदा उठाउन सकिने योग भने रहेको छ। हजुर, कार्यक्रम तपाईको आजबाट आजका लागि बिदा लिने बेला पनि भएको छ। यहाँहरूको दिन मंगलमय बितोस्। यहाँले छुट्याउनु भएका हरेक कामहरू सिद्ध बनुन्।
र साथसाथै दुर्गा भवानीको प्रसादले यहाँका सम्पूर्ण मनोकामनाहरू पूर्ति हुन्, यही कामना साथ म सञ्चालक लक्ष्मी आजका लागि कार्यक्रम तपाईँको आजबाट बिदा हुँदैछु। शुभ बिहानी, नमस्कार।